र म फेरि अब एउटा सानो भिडियो बनाइरहेको छु। वेलकम माई युट्युब च्यानल साथी हो। र म एउटा सानो आज चाहिँ म किचनमा छु र आज चाहिँ म बुढीले आज चिकन बनाउनु भयो र चिकन बनाउँदैछु। र सबभन्दा पहिला म प्याज काट्दैछु। प्याज काट्छु हो। प्याज काटेर फेरि म प्याज काट्नु ब्रेक नगरी डाइरेक्ट पकाउनु पऱ्यो। अन्त भोलि चाहिँ मैले बुढीलाई चाहिँ लिनु पठाएको छु। के भन्नु त टमाटर लिनु पठाएको छु हो। टमाटर लिएर आऊ न, टमाटर सकिरहेको रहेछ नि त हामी चाहिँ टमाटर लिएर आऊ ल भनेर पठाएको छु हो। टमाटर लिएर आउँछ र म चाहिँ अब प्याज काट्छु। प्याज काट्नु लागेको छु है। हेर्नुहोस् प्याज चाहिँ म त्यति जान्दिनँ काट्नु है। मान्छेले काट्छु प्याज काटिरहेको छु। प्याज काटेर फेरि म देखाउँछु। मासु कम्ती छ र पनि प्याज चाहिँ धेरै हालिदिनु पर्यो। प्याज कटिङ भयो होइन। लसुन चाहिँ म हाल्दिनँ। प्याज कटिङ भयो होइन। प्याज कटिङ भइहाल्यो। कटिङ गरिदिएँ होइन। प्याज कटिङ गरिदिएँ। फेरि म हरियो खोर्सानी पनि हाल्नु पऱ्यो। हरियो खोर्सानी पनि हालिदिनु पऱ्यो एक मिला। हरियो खोर्सानी पनि हाल्नु पऱ्यो। धेरै त खाँदैन होइन। नानीहरू छ नि त, नानीले फेरि हरियो खोर्सानी पिरो बेसी पिरो पनि खाँदैन। त्यसले गर्दाखेरि हरियो खोर्सानी चाहिँ कम्ती हाल्छु होइन। हरियो खोर्सानी चाहिँ कम्ती हालिदिन्छु। हाल्दिनँ हो। हरियो खोर्सानी भइहाल्यो। खोर्सानी र प्याज एकै ठाउँमा